नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस युट्युब च्यानल द इन्फो स्पेयरमा हार्दिक स्वागत छ। आज हामीले कसरी अहिले भाइरल भइरहेका विभिन्न अडियो, भिडियो, पोडकास्ट भिडियोहरू कसरी तयार गर्न सकिन्छ त भन्ने कुरा सिक्न गइरहेका छौँ। त्यसको लागि सर्वप्रथम हामीलाई एउटा राम्रो स्क्रिप्ट चाहिन्छ। त्यसको लागि मैले यहाँ च्याटजिपिटीलाई मेरो सेयर र डिम्याट अकाउन्ट कसरी खोल्न सकिन्छ, यसमा ताराजी र अरुणजी राखेर एउटा राम्रो स्क्रिप्ट तयार पार भनेर च्याटजिपिटीलाई लेख्न दिएको थिएँ। उसले चाहिँ यहाँ यसरी नमस्कार साथीहरू, स्वागत छ आजको हाम्रो पोडकास्ट सेयर जर्नी विथ ताराजी एन्ड अरुणजी। आज हामी एकदम महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, सेयर र डिम्याट अकाउन्ट कसरी खोल्ने भनेर सुरु गरेको छ। हजुरहरूले पनि अब के सम्बन्धी हजुरहरूलाई स्क्रिप्ट चाहिएको छ च्याटजिपिटीलाई पनि दिन सक्नुभयो र आफै पनि लेख्न सक्नुभयो। यति यसले तयार बनाए पछाडि मैले यसलाई आफूलाई चाहिने भागहरू सम्पूर्णलाई यसरी कपी गरेर सेलेक्ट गर्दैछु। त्यस पछाडि केही समय पछाडि हामीले यसलाई सम्पूर्ण भागलाई कपी गरिसकेका छौँ। त्यस पछाडि अब हामी गुगलमा जान्छौँ। गुगलमा गए पछाडि हामीले नोटबुक एआई भनेर सर्च गर्छौँ। सर्च गरिसके पछाडि हजुरहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। यो पहिलाकोमा हजुरहरूले क्लिक गर्नुहोस्। क्लिक गरे पछाडि यस्तो इन्टरफेस त्यहाँ आउनेछ। ट्राई नोटबुक भन्नेमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि यो सेटिङको अप्सन हजुरहरूले देख्न सक्नुहुनेछ। त्यहाँ गएर ल्याङ्ग्वेज चेन्ज गर्नुपर्ने हुन्छ। त्यहाँ मैले पहिला नै नेपाली ल्याङ्ग्वेज भनेर चेन्ज गरेर राखेको थिएँ। हजुरहरूले अब त्यहाँ कुन ल्याङ्ग्वेजमा हजुरहरूले पोडकास्ट बनाउन चाहनुहुन्छ त्यो ल्याङ्ग्वेज त्यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यस पछाडि क्रिएट नाउ भन्नेमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि हजुरहरूकोमा यस्तो इन्टरफेस आउने गर्दछ। अब यसले गुगल ड्राइभमा भएकोलाई पनि बनाउन सक्छ। विभिन्न वेबसाइटहरूको लिङ्क दिनुभयो भने त्यसबाट पनि यसले बनाइदिन सक्छ। युट्युबको लिङ्क दिनुभयो भने त्यसबाट पनि यसले बनाउन सक्छ। मैले अहिले चाहिँ यहाँ टेक्स्टबाट बनाउन गइरहेको छु। मैले अघि च्याटजिपिटीले लेखेको स्क्रिप्टलाई कपी गरेको थिएँ। त्यही कपी गरेको स्क्रिप्टहरू म यहाँ पेस्ट गर्दैछु र ओके गर्दैछु। ओके गरे पछाडि हजुरहरूकोमा यस्तो इन्टरफेस आउँछ। हजुरहरूले यसमा चाहिँ भिडियो ओभरभ्यू बनाउने हो कि अडियो ओभरभ्यू बनाउने हो, त्यसमा चाहिँ हजुरहरूले सेलेक्ट गर्नुपर्ने हुन्छ। मैले यहाँ अडियो ओभरभ्यू बनाउन चाहेको छु, त्यही भएर यहाँ अडियो ओभरभ्यूमा क्लिक गरिसके पछाडि यस्तो इन्टरफेस हजुरहरूकोमा आउनेछ। यसले यो तयार बनाउनका लागि थोरैमा 5 देखि 10 मिनटसम्मको समय लिन सक्छ। अब आफ्नो स्क्रिप्ट कति लामो छ त्यो अनुसार पनि भर पर्ने कुरा भयो। मेरो चाहिँ केही नभए पनि अहिले 10-12 मिनटको चाहिँ पोडकास्ट बनाउने तयारीमा रहेको छ साथीहरू। केही समयको लामो प्रतीक्षा पछाडि यसले अडियो ओभरभ्यू तयार पारेको छ। हजुरहरूले अब सुन्न सक्नुहुनेछ। को लागि एउटा सामग्री आएको छ जसले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्ने भन्ने विषयलाई समेट्छ। आजकल सामाजिक सञ्जाल होस् वा चिया पसल, जता पनि शेयर बजारकै चर्चा सुनिन्छ। हो, एकदम। तर धेरैको लागि एउटा केही रहस्यमय संसार जस्तै छ, जसको ढोका कहाँबाट खोल्छ भन्ने नै थाहा छैन। आजको हाम्रो उद्देश्य त्यही पहिलो ढोका अर्थात् डिम्याट र मेरो सेयर खाता खोल्ने प्रक्रियालाई केलाउनु हो। तर केवल कसरी भनेर मात्र होइन, किन र त्यसपछि के भन्ने गहिराईसम्म पुगेर। यो विषय अहिलेको समयमा त अत्यन्तै सान्दर्भिक छ। शेयर बजारमा लगानी ल हेर्नुहोस् त साथीहरू, यसले कति राम्रोसँग कति शुद्धसँग नेपाली भाषामा पनि कस्तो राम्रो अडियो बनाएको छ। हजुरहरूले पनि गुगलको नोटबुक एआईबाट अडियो भिडियो बनाउन सक्नुहुनेछ। अब यसलाई डाउनलोड गर्नका लागि 3टा डटमा जानुहोस्। त्यस पछाडि डाउनलोडको अप्सनलाई क्लिक गर्नुहोस् र यति गरिसके पछाडि यहाँ हजुरहरूले देख्न सक्नुहुनेछ डाउनलोडिङ फाइल भनेर भनेको छ। केही समय पछाडि यो डाउनलोड हुनेछ, फाइलमा गएर बस्नेछ र उक्त अडियो भिडियोलाई हजुरहरूले टिकटक, फेसबुक पेज, इन्स्टाग्राम, युट्युबमा
जता पनि अपलोड गर्न सक्नुहुनेछ। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन नबिर्सिनुहोला। साथै अझैसम्म पनि हाम्रो यस द इन्फो स्फेयर युट्युब च्यानललाई लाइक सब्स्क्राइब गर्नुभएको छैन भने एकपटक लाइक सब्स्क्राइब पनि गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।